हेलो नमस्ते साथीहरू सबैजनालाई मेरो तर्फबाट धेरै धेरै माया ल। मलाई मात्रै यस्तो हुन्छ कि सबैजनालाई यस्तो हुन्छ यो कुरा चाहिँ मैले आजसम्म पनि बुझ्न सकेको छैन क्या। यात्रा गर्न चाहिँ मलाई यति धेरै डर लाग्छ नि, यति धेरै डर लाग्छ होइन। त्यो डरको कारणले गर्दाखेरि सानो पहिला त्यो जुन 16-17 वर्षको उमेरमा त्यो चञ्चले उमेरमा घुम्ने डुल्ने उमेरमा के गर्नुपर्ने हो, कहाँ घुम्न जाने डुल्न जाने त्यो सबै मैले गुमाएको छु कि डरकै कारणले गर्दाखेरि। त्यो के अरे स्कुले लाइफमा कलेज लाइफमा होइन, स्कुलबाट के अरे पिकनिक लान्थ्यो, टुर लान्थ्यो एसएलसीमा अनि +2मा ब्याचलरहरूमा कति टाढो टाढो टुरहरू लाने क्या, पोखरातिर इलामतिर अनि पिकनिकहरू लाने। म चाहिँ त्यो के अरे गाडीमा हिँड्नुको डरले नै म चाहिँ गइनँ क्या। एकदमै डर लाग्ने क्या मलाई चाहिँ त्यो गाडीहरू एक्सिडेन्ट भएको देखेर अनि बाइकहरू एक्सिडेन्ट भएको देखेर यति धेरै डर लाग्थ्यो क्या। त्यो डरले गर्दाखेरि म त्यो उमेरहरूमा घुम्नुपर्ने ठाउँतिर डुल्नुपर्ने ठाउँतिर गइनँ क्या। अहिले कस्तो धेरै पछुतो लाग्छ मलाई। अब त्यो मेरो उमेर फर्केर त आउँदैन नि त होइन, त्यो स्कुल लाइफ फर्केर आउँदैन, त्यो कलेज लाइफहरू फर्केर आउँदैन। अनि अहिले कस्तो धेरै पछुतो लाग्छ, म घुमेको भए हुन्थेछ, डुलेको भए हुन्थेछ, त्यो साथीहरूसँग कति रमाइलो हुन्थ्यो होला। अब त्यो साथीभाइहरू त्यो लाइफ त अब मेरो कहिल्यै फर्केर आउँदैन भने जस्तो लाग्छ क्या। अनि तर के गर्नु, अहिलेसम्म पनि मलाई त्यो चाहिँ के अरे त्यो डर लाग्ने बानी चाहिँ अहिले पनि हटेको छैन क्या। यो उमेरसम्म पनि अहिले पनि मलाई यात्रा गरेर त्यस्तै पहिलाकै जस्तो धेरै डर लाग्छ क्या। यो डरको कारणले गर्दाखेरि मैले अहिले पनि त्यति धेरै म यात्राहरू नै गर्दिनँ क्या। अनि त्यो कलेज लाइफमा स्कुल लाइफहरूमा के हुन्थ्यो भने अब स्कुलबाट त्यो टुर अनि के अरे पिकनिकहरू लान्थ्यो नि त, अनि सबै साथीहरू जाने जाउँ भन्ने, म चाहिँ नजाने डरले घरबाट पनि यसरी स्कुलबाट लाँदैछ भनेपछि अनुमति मागेपछि दिनुहुन्थ्यो क्या। त्यस्तो जानै नदिने खालको नबुझ्ने खालको हुनुहुन्न थियो। अनि बाबा आमा पनि जानु दिनुहुन्थ्यो, पैसाहरू दिनुहुन्थ्यो, दिन्छु जा राम्रो हुन्छ कलेजहरूबाट लगेको अब एजुकेसनल ठाउँहरूतिर लान्छ, केही कुरा देखिन्छ बुझिन्छ घुमिन्छ जानु भन्नुहुन्थ्यो। म चाहिँ जाँदिनँ थिएँ, म कहिल्यै गइनँ क्या। के अरे अनि साथीहरू चाहिँ घुमेर आइसकेपछि अनि त्यतिखेर त अब यस्तो क्यामेरा अब यस्तो फोनहरू अब हातमा हुँदैन थियो। अनि क्यामेराहरूबाट त्यो रिलबाट फोटो खिचिन्थ्यो नि त। अनि त्यो खिचेको फोटोहरू अनि धुलाएर अनि प्लास्टिकमा त्यति बाँड्थ्यो क्या उनीहरूले। अब पैसा मिलेर अब रिल किनेर लगेको हुन्थ्यो अनि बाँडेर अनि फोटोहरू देखाउँथ्यो मलाई पनि स्कुलमा लिएर। स्कुलमा कलेज लाइफहरूमा त्यसै गर्थ्यो क्या साथीहरूले देखाउँथ्यो। अनि त्यो देखेर कस्तो मलाई पछुतो लाग्थ्यो, फेरि म गएको भए हुँदैछ जसरी पनि उनीहरूलाई त खोइ घुमेर आयो, केही भएन, केही नहुने थिएछ नि, म पनि जानुपर्ने रहेछ भने जस्तो हुन्थ्यो क्या। तर फेरि आफूलाई हिँड्नुपर्ने दिन आयो भने फेरि त्यस्तै डर लाग्ने क्या। अब जान्नै पर्ने ठाउँहरूमा त्यस्तो इमर्जेन्सी नै पर्दाखेरि चाहिँ म जान्थेँ, नभए त्यत्तिकै यताउति यसै घुम्ने रमाइलोको लागि चाहिँ म जाँदिनँ थिएँ। त्यो के अरे एकदमै डर लाग्ने क्या। अनि के अरे अहिले पनि म त्यस्तै नै छु क्या। अहिले पनि डरले म त्यति साह्रो हिँड्दिनँ घुम्दिनँ। अनि के अरे अहिले पनि मलाई के लाग्छ भने अब अहिले म जुन उमेरमा छु अब फेरि म अब बुढेसकाल लागिसकेपछि अब होइन 70-80 वर्ष पुगेपछि फेरि मलाई अहिलेको यो उमेरको सम्झेर मलाई फेरि पछुतो हुन्छ होला। अहिले जसरी मलाई पहिलाको त्यो कलेज लाइफ स्कुल लाइफहरूको सम्झेर मलाई पछुतो भइरहेछ नि, त्यतिखेर अब म डुलिनँ घुमिनँ कस्तो भनेर म कस्तो मान्छे रहेछु भनेर मलाई कस्तो पछुतो लाग्छ नि। फेरि म अब 70-80-60 वर्ष पुगिसकेपछि फेरि मलाई अहिलेको यो उमेरको होइन सम्झेर मलाई पछुतो लाग्छ होला भनेर अहिले चाहिँ म एकदम एकदमै मनलाई क्या एकदमै डरो बनाएर नडराउने भएर हिँड्न थालेको छु। तर पनि डर चाहिँ लागिरहेकै हुन्छ क्या। अनि खोइ यस्तो यो मलाई मात्रै हुन्छ कि अरूलाई पनि हुन्छ त्यो चाहिँ मलाई थाहा छैन है। हिँड्न चाहिँ फेरि त्यो ठाउँहरू देखेर म कति मनपर्छ जानु, तर डरले हिँड्दिनँ म। त्यो प्लेन क्रासहरू भएको देखेँ भने त झन् मलाई यति धेरै डर लाग्छ, यति धेरै डर लाग्छ नि होइन। के भयो होला त्यो अब त्यो सम्झेर क्या, अब त्यो क्रासहरू भएको देख्दा त्यो भित्र बसेको मान्छेहरूलाई के भयो होला, कति कसो भयो होला, हो त्यस्तो अनेक थरी सम्झिन्छु क्या। अनि त्यस्तै हुन्छ होला भनेर हो त्यसरी डर लाग्छ मलाई। अहिले पनि म यात्रामै छु, तर आधाउधी हाम्रो यात्रा चाहिँ सफल भइसकेको छ होइन, राम्रै भयो, सफल भयो, खुसी छु। अनि अहिले पनि यो अब प्लेनमा जाँदाखेरि एकैछिनको हो, कति मिनटको बाटो हो यो। तर अब त्यो प्लेनमा हिँड्नुको डरले हामी चाहिँ गाडीमै यात्रा गरिरहेको छु। मेरै कारणले सबैजना गाडीमै यात्रा गरिरहेको छ।
तर मलाई यो पहाडको बाटोहरू हेर्नु न, यो पहाडको होइन यो सिनहरू, डाँडा काँडा, त्यो डाँडा काँडाहरूमा मान्छेहरूले बनाएर होइन बसेको घरहरू, त्यो खेतीहरू गरेको कति रमाइलो लागिरहेछ क्या हेर्नु चाहिँ। त्यो पहाडदेखि माथि निलो आकाश, आकाशभन्दा मुनि त्यो सेतो बादलहरू कति राम्रो लागिरहेछ क्या हेर्नु चाहिँ, एकदमै राम्रो लागिरहेछ है। तर पहाडको बाटो चाहिँ एकदमै घुमेको हुन्छ नि त, अनि घुम्दै घुम्दै माथि टुप्पोमा पुग्ने, फेरि घुम्दै घुम्दै तल झर्ने हुँदाखेरि चाहिँ त्यतिखेर चाहिँ टाउकोहरू चाहिँ एकदमै दुख्छ क्या, रिङ्घाटहरू चले जस्तो हुन्छ। तर यो सिन हेर्नु चाहिँ एकदमै राम्रो हुन्छ। यो पनि म चाहिँ मेरो डरले गर्दाखेरि अरू पनि सबैजना यसरी नै गाडीमा यात्रा गर्नु पर्यो, तर मलाई गाडीमा पनि यात्रा गर्नु चाहिँ त्यस्तै नै डर लाग्छ है, प्लेनमा जस्तै नै डर लाग्छ क्या। फाइदा पनि त भयो नि त, अनि पहाडको यति सुन्दर दृश्यहरू अवलोकन गर्दै 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 हिँड्न पाइयो, अनि भिडियोहरू पनि बनाउन पाइयो। म जस्तो भिर पाखाहरू मन पराउनु हुनेहरूले अब यो भिडियो हेर्न पाउनुहुनेछ। तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद। बाई बाई।